नमस्ते सबैजनालाई। आजको भिडियोमा हामी टच पिओएस कसरी चलाउँछौँ भनेर सिक्छौँ। त्यसको लागि हजुरको यसमा पोइन्ट अफ सेल्स भन्ने अप्सन हुन्छ। पोइन्ट अफ सेल्समा गइसकेपछि यता टच पिओएस भनेर अप्सन छ। यसमा हजुरले अब सेल्स गर्दाखेरि चाहिँ फोटो वाइज पनि सेल्स गर्न मिल्यो हजुरले, नत्र स्क्यानर छ भने स्क्यान गरिदिने त्यो प्रडक्टलाई। अब दुइटै हजुरले गर्नु छैन भने चाहिँ यहाँबाट हजुरले प्रडक्ट पनि चुज गर्न मिल्यो कि कुन चाहिँ सेल्स गर्नुहुन्छ भनेर हजुरले। जस्तो कि मैले अहिले डार्क चक्लेट बेच्छु, हजुरको रेटहरू पनि हजुरको अटोमेटिकल्ली आउँछ। अब कतिवटा बेच्नुहुन्छ हजुरले यसमा क्वान्टिटी राखिदिने, डिस्काउन्टहरू केही दिनुहुन्छ भने डिस्काउन्टहरू पनि एड गर्न मिल्छ हजुरले, नत्र सिधै पे गरिदिने। पे गरिसकेपछि चाहिँ अब त्यो कस्टमरले हजुरलाई केबाट पैसा दिन्छ, क्यासको थ्रु, ई सेवा, फोन पे कसरी दिन्छ हजुरको यसमा क्रेडिट भएको हुन्छ। हजुरले यसमा चाहिँ चुज गरिदिने, जस्तै क्यासबाट दियो भने क्यासबाट चुज गरिदिने। अब प्रिन्ट गर्नुहुन्छ भने प्रिन्ट गरिदिने। अब प्रिन्ट गर्नु छैन भने हजुरले सेभ गरिदिनु भयो यसमा।